लाइटको दुलो जता दुलो त्यतै हुलो आइया सालतिर भाग्य जिन्दगी सी लाइक्स यु दाई भनेर भन्दैछ त्योहरू त यत्रो बसिरहेको छ 1 घन्टा नि त बढी भइसक्यो नभए कि म कहाँ यसरी बस्ने केटीहरू त एउटै मान्छेसँग अरे अभि कस्ता भनेपछि त मेरो पनि अब 10 फार्न थालेपछि त ठिक ठाउँमा आइहाल्छ नि दिन रात उफार्न थालेपछि ठाउँमा आउँदैन आइहाल्छ नि ठाउँमा म मोटी भएर भनेको नि कि मलाई लुती केटीहरू मनै पर्दैन धेरै लुती पनि के गर्नु हो त्यो हड्डीमा त थेट हड्डीले घुचेर दुख्छ होला है दुखिहाल्छ नि तिमीलाई हड्डी र मासु जुत्दाखेरि दुख्दैन नि केडी भनेको त अलिकति हल्का हल्का मासु चाहिँ हुनुपर्छ क्या धेरै चाहिँ होइन केटी मेरो भने नि त मलाई चाहिँ कस्तो केटी मनपर्छ हुन त म राम्रो त छुइनँ तर पनि कस्तो भने 52 देखि लिएर 55 सम्मको वेट भएको केटी चाहिँ दर्पण छैन हो त्यस्तो 55 सम्म ठिकै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ म चाहिँ ठिक लागेन ठिकै छ तिम्रो पनि चाक राम्रै छ त मजाको छ त्यो भुँडीसुडी भनेको माथि यता गता उफार दिन रात उफार्दा दिनमा 3 चोटि उफार्दा त ठाउँमा आइहाल्छ नि 1 महिना चाहिँ उफार्दियो भने बिहान बेलुकी सुत्ने बेला उठ्ने बेलामा मुत्ने बेलामा तर म काम गर्न थालेपछि म गर्छु 1 महिना नि लाग्दैन मलाई गर्न किनभने रातिको काम गरिन्छ कि होइन रातिको काम गरिन्छ नि 16 घण्टा डबल सिफ्ट गरिन्छ नि त धेरै हिँडेरै त्यही हुन्छ मेरो वर्कआउट जति हिँड्ने त्यति क्यालोरी बर्न हुने त होइन अनि 16 घण्टा हिँड्दा त नि मान्छे घट्दैन त सर्लाक त्यतिखेर चाहिँ नि म उभिएर लाइभ बस्छु त्यतिखेर चाहिँ ल ज्यान देखाएरै सो अफ गरेरै देखाउने न भने अब के काम गर्छ सोध्नु न भनेर भन्दैछ म काम गर्दिनँ म फुल टाइम स्टुडेन्ट हो अनि फुल टाइम काम पनि गर्छु भन्छ कहाँ स्टुडेन्टमा म त कन्फ्युज भइरहेछु हो स्कुल पनि जान्छु म काम पनि गर्छु